Good evening everyone. How are you? What's up? I'm doing well. आज चाहिँ म हजुरहरुलाई एकदमै इभिनिङ टाइममा आएर फर्मबाट भिडियो बनाइरहेको छु। मैले थोरै क्लिप बिहान पनि गरेको छु, जंगल जाँदै गरेको। अनि आज चाहिँ विशेष गरी मैले लोकल बाख्राहरू तथा बोयर बाख्राको पाठापाठी लगायत दुईटा पाठाको माउहरू अनि बोका दुईटा भएको अनि पाठापाठी भएको चाहिएमा तुरुन्त सम्पर्क गर्नु होला भनेर म यो भिडियो बनाउँदै छु। अनि हजुरहरुले म स्क्रिनमा मेरो WhatsApp नम्बर राख्ने छु, हजुरहरुलाई चाहिएमा तुरुन्त सम्पर्क गर्नु होला। अनि जो जहाँबाट हेर्दै हुनुहुन्छ थ्यांक यू सो मच। अनि नयाँले हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला। र विशेष गरी एउटा भाइजीले कमेन्ट गर्नु भएको थियो, विशेष गरी यो भिडियो उहाँको लागि कहाँबाट हो भनेर, पाठापाठी छ कि छैन भनेर भन्नुभएको थियो। मेरो चाहिँ मोरङ जिल्लामा रहेको सुन्दरराई चाहिँ वार्ड नम्बर 5 मा हो र मेरोमा पाठापाठी जे चाहे पनि माउ बोका चाहे पनि छ। तुरुन्तै हजुरले WhatsAppमा कल गर्नु अथवा इनबक्स गर्नु होला, म हजुरलाई एकदमै मिलाएर दिनेछु। र भिडियो सुरुदेखि अन्तिमसम्म स्किप नगरी हेर्नु होला है त। ल फेरि आज म चाहिँ बाख्रा फर्ममा आइसकेको छु। बाख्रा लगेर चाहिँ अब चाहिँ फेरि म आज जंगल जान लागिरहेको छु। हजुरहरू पनि आउनु होला है त। र पहिले यहाँ नुन चटाको जानुभन्दा पहिले चाहिँ नुन चटायो भने चाहिँ मजाले दिउँसो चढ्छु। फर्ममा गाइस भने चाहिँ मौरी पनि छ। गाइस यहाँ चाहिँ मैले पाठापाठीलाई यसरी घाँस खुवाउनु सिकाइरहेको छु। पाठापाठी मोस्ट इम्पोर्टेन्ट हो, सिकाउनु पर्छ। फेरि जहिले पनि पाठापाठी बस्ने ठाउँ यहाँ छ, यहाँ छ आदि एकदमै राम्रो छ। मेरो पाठापाठीहरू अहिले एकदम हेल्दी पनि देखिरहेको छ।
हजुरहरू पनि नयाँ सोचमा हुनुहुन्छ पाल्ने भने यसरी हेर्दै गर्नु होला मेरो भिडियो हेरेर चाहिँ अब धेरै ग्राहकहरू पनि आएर बाख्राहरू लानु भएको छ। उहाँहरूलाई थ्याङ्क यू सो मच। मैले उहाँहरूलाई राम्रै मूल्यमा पनि दिएको छु। यदि हजुरहरूले पनि राम्रो मूल्य अनि राम्रो हेल्दी बाख्रा चाहिएमा कमेन्ट गर्नुहोला अनि स्क्रिनमा नम्बर छ कल गर्नुहोला। इभिनिङ टाइममा बाख्राको माउहरूलाई टक्क घाँस लगाइसकेको छ। मजाले खाइराखेको छ। यो चाहिँ एकदमै 6 बजिसकेको छ अहिले, ठक्क दिउँसो। अघि मैले थोरै क्लिप गरेको बाख्रालाई जङ्गल लाँदै गरेको, अनि यो चाहिँ दिउँसो आएर पनि बेलुकाको टाइममा घाँस लाउँदै गरेको बाख्राहरूको भिडियो गर्दैछु मैले। लोकल बाख्रा एकदमै राम्रो। अनि यसको पाठापट्टि चाहिएमा स्क्रिनमा नम्बर छ, कमेन्ट गर्नु नभुल्नुहोला अनि तुरुन्तै चाहिएमा कल गर्नुहोला। एकदमै राम्रो मूल्यमा म हजुरहरूलाई दिनेछु। किनभने मेरो चाहिँ अब बाख्राहरूको सङ्ख्या चाहिँ धेरै नै गइसकेको छ अनि मैले चाहिँ छाड्दैछु। अस्ति हाम्रो भोजपुर जिल्लाबाट पनि हिमाल राई भाइ आउनुभएको थियो। उहाँलाई थ्याङ्क यू सो मच। मैले भिडियो बनाउनु पाइनँ किनभने म बिजी थिएँ। बिजी भएको कारणले मैले एकदमै त्यो भिडियो बनाउने मन थियो तर मैले बनाउन पाइनँ। त्यही भएर चाहिँ म हजुरहरूलाई एकदमै राम्रो तरिकाको देखाइरहेको छु। यो चाहिँ कुसुम भन्ने एउटा एकदमै राम्रो काठ पाइन्छ मधेसमा। त्यो काठको घाँस हो, एकदमै मजाले खान्छ। मजाले खाइरहेको छ। खाइसकेपछि चाहिँ यताबाट जान्छ मजाले सँग बस्दैनहरू। एकदमै हेल्दी छ मेरो बाख्राहरू। गर्देनी अनि 2टा बोकाको माउ अनि पाठापाठीको माउ, हेल्दी लोकल अनि बोयर बाख्राको पाठापाठी चाहिएमा कमेन्ट गर्नु होला है। एउटा दमकबाट एउटा भाइजीले मलाई कमेन्ट गर्नुभएको थियो। उहाँलाई म यो भिडियो मार्फत भन्न चाहन्छु, भिडियो हेर्दै हुनुहुन्छ भने हजुर आउनु सक्नुहुनेछ। एकदम राम्रो मूल्यमा म दिनेछु। यो खालको पाठापाठी छ मसँग टक्क। बोयरको चाहियो भने, लोकलको चाहियो भने पनि छ मसँग। यो ब्याउन आँटेको बाख्राको माउ हो, चाहियो भने कमेन्ट गर्नु होला।
जे पनि दाना पानी पुगेको बाख्राहरू छ मेरो एकदमै हेल्दी। बाख्राको खोरमा यसरी बत्ती पनि राख्नुपर्छ, राति अल्झियो ओर्यो जन्मायो भने हेर्नुपर्ने हुन्छ।